सबैमा नमस्कार। सो आजको म्याच इङ्ल्यान्ड भर्सेस नेपालको वर्ल्ड कप 2026 T20 है। यो चाहिँ आजको म्याच चाहिँ एकदम थ्रिलर नै थियो। हेर्ने हो भने नेपालको पहिलो बलिङ गर्दै इङ्ल्यान्डले चाहिँ टोटल तपाईँको 184 स्कोर गरेको थियो है, जुनमा चाहिँ नेपालले चाहिँ 185 स्कोर ल्याएर चाहिँ जित्नुपर्ने थियो। यो म्याच हेर्दा चाहिँ एकदमै के भनौँ, नेपालको ब्याटिङ हेर्दा लाग्यो यो त एसोसिएट टिम होइन, यो त प्रोपर इन्टरनेसनल टिम हो है। त्यस्तो टप अर्डरले कन्फिडेन्ट स्टार्ट दिएकै थियो, मिडल अर्डरले प्रेसर पनि ह्यान्डल गरेको थियो, बिग सटहरू पनि बिचबिचमा हानेकै थियो। तर इङ्ल्यान्ड जस्तो बलिङ टिम एट्याकको एगेन्स्ट नेपालले ब्रेभ क्रिकेट देखायो। तर लास्टमा चाहिँ तपाईँको T20 वर्ल्ड कप यो नेपालको हेर्दा एकदमै सबै टिम इभेन तपाईँको T20 जुन आइपिएलको सबै टिमहरूले प्रायः नेपाललाई विभिन्न माध्यमबाट स्ट्याटसहरू लेख्दै एकदमै तपाईँको बधाई दिएको छ। यो चाहिँ म्याच रिजल्टले भन्ने पनि यो नेपालको मोरल भिक्ट्री हो। वर्ल्ड कप स्टेजमा इङ्ल्यान्ड जस्तो टिमलाई यस्तो क्लोज लगेर होइन, त्यसपछि तपाईँको ह्युज होइन, द्याट ह्युज यो पर्फर्मेन्सले क्लियर म्यासेज देखाएको छ कि नेपाल क्रिकेट इज राइजिङ एन्ड द वर्ल्ड मस्ट टेक नोटिस होइन। तपाईँलाई यो म्याच कस्तो लाग्यो होइन, के